हेलो टेस्टले सबैजनालाई सोनम लोसारको धेरै धेरै टसिदेलेक एन्ड यो वर्ष तपाईँहरूको अनि के भनौँ सबै राम्रो होस् भन्ने मेरो प्रार्थना छ। आइएम सो सरी मेरो चाहिँ अब त्यो नेपाली एकदम स्पष्ट र राम्रो बोल्नु सकिरहेको छैन बट आइएम ट्राइङ माई बेस्ट। अनि आज चाहिँ मैले तपाईँलाई सोनम लोसार छेवाथाङपोमा मैले के लगाएको छु, कस्तो छुवा कम्बिनेसन बनाएको छु त्यो तपाईँहरूलाई भन्न चाहन्छु। फर्स्ट अफ अल तपाईँले देख्न सक्नुहुन्छ मैले छुवा चाहिँ बेस प्लेन कलर ग्रे कलरमा लगाएको छु। यसमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ प्रिन्टेडवाला हो। अनि बेसिकली मलाई चाहिँ एकदम त्यो ब्राइट कलरहरू चाहिँ खासै मन पर्दैन होइन। त्यही भएर मैले चाहिँ एकदम प्लेन नर्मली लाइक ब्राउन, ग्रे, ब्ल्याक अनि क्रिम त्यस्तै त्यस्तै कलरको चाहिँ बेस म लगाउँछु। अनि योसँग चाहिँ मैले तपाईँले देख्न सक्नुहुन्छ अनि मैले आज कोरलको गहना लाउने भएर मैले त्यो तुङ चाहिँ रेड कलरमा लगाएको छु। अनि योसँग ठ्याक्कै कन्ट्रास्टमा चाहिँ मैले ब्राउन कलरको हुन्जु लगाएको छु है। अनि अब यो म्याच भएपछि यही अनुसार मैले पाङ्देन पनि म्याच गराएको छु। तपाईँले देख्न सक्नुहुन्छ यो पाङ्देनमा चाहिँ तपाईँले ब्राउन कलर, रेड कलर अनि त्यस्तै गरेर ग्रे नै चाहिँ छैन तर वाइट छ सो म्याच भइरहेको छ। त्यसरी म्याच गरेको छु। अनि मेरो छुवाको म्याचिङ कस्तो लाग्यो तपाईँलाई त्यो नि कमेन्ट गरिदिनु। त्यहीसँगै मैले आज कोरलको गहना भएर यहाँ चाहिँ मैले जापानिज आका कोरल यो चाहिँ ओरिजिनल नै हो, नेचुरल स्टोन नै हो, त्यस डुप्लिकेट चाहिँ होइन। सो यो चाहिँ मैले सुन 3 तोलामा 24 क्यारेट 3 तोलामा बनाएर लगाएको छु। यो चाहिँ नर्मली चोकर स्टाइलमा हो। सो बेसिकली मान्छेहरूले प्रायः चाहिँ लामो चाहिँ लगाउनुहुन्छ। मलाई चाहिँ अलिक चोकर स्टाइल छुवाभित्र नै मनपर्ने भएर मैले भित्र लगाएको छु। यदि तपाईँलाई 3 तोलाको चाहिँ लामो बाहिरको लागि लगाउनु मन छ भने त्यस्तो नै बनाउन सक्नुहुन्छ। तर मलाई चाहिँ चोकर स्टाइलमा मन परेको भएर सुन बाक्लो राखेर मैले चोकर स्टाइलमा बनाएको छु है। अनि त्यस्तै गरेर तपाईँले देख्न सक्नुहुन्छ मैले कोरलको एयरटप पनि लगाएको छु। यो चाहिँ रोजको डिजाइनमा छ कोरल चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यो नि इटालियन कोरल हो। अनि यो चाहिँ जापानिज आका एन्ड यो चाहिँ इटालियन कोरल। यो पनि मैले आधी तोला 24 क्यारेटमा बनाएको हो। अनि यो त तपाईँहरूलाई थाहा छँदैछ मैले सधैँ लगाइरहेको मेरो रेगुलर रिङ हो। अनि त्यस्तै गरेर मेरो रेगुलर ब्रेसलेट आधा तोला 22 क्यारेटमा पर्ल ब्रेसलेट बनाएको। एन्ड यहाँ तपाईँले डायमन्ड स्टड पनि देख्न सक्नुहुन्छ। इनकेस तपाईँहरूलाई डायमन्ड स्टड अनि नोज पिनको लागि चाहियो भने नि तपाईँहरूले हामीलाई अर्डर गर्न सक्नुहुन्छ। एन्ड देन लास्ट मैले तपाईँहरूले देख्न सक्नुहुन्छ 22 क्यारेट 1.5 तोलामा बनाएको बेङ्गल यो साइडमा लगाएको छु। इनकेस तपाईँहरूलाई 24 मै चाहियो भने चाहिँ 1.5 मा चाहिँ त्यस्तो मजबुत हुँदैन। त्यही भएर तपाईँहरूले 3 तोला 4 तोलामा बनाउन सक्नुहुन्छ। एन्ड यही हो आजको भिडियो। अनि यो चाहिँ मलाई एकजना कस्टमरले दिनुभएको थियो गिफ्ट। मलाई एकदम मन पर्यो यो ब्रस रोज डिजाइनमा छ। तपाईँले देख्न सक्नुहुन्छ यही रोज डिजाइन मैले कानमा पनि लगाएको छु। सो एकदम कम्बिनेसन एकदम राम्रो भयो। थ्याङ्क यू टु द्याट कस्टमर। अनि उहाँ दिदीले मलाई यो दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि आजको मेरो ओटिटिटी भन्छ कि के हो त्यो चाहिँ यति नै हो। सो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। मेरो छुवाको कम्बिनेसन अथवा मेरो ज्वेलरी कस्तो लाग्यो कमेन्ट गर्नु। त्यस्तै गरी इनकेस तपाईँहरूलाई पनि गहनाहरू बनाउनु छ भने नुबु ज्वेलर्समा कन्ट्याक्ट गर्नुहोला। थ्याङ्क यू सबैजनालाई। ह्याप्पी सोनम लोसार वन्स अगेन।